इनलेट पानीको भल्भ खोल्ने र गिजरमा पानी भर्ने अनि मात्र पावर स्विच अन गर्ने। मतलब किन त भन्दा जब हामीले इनलेट नखोलिकन गिजरलाई खाली चलायौँ भने गिजरमा भएको जुन इलेक्ट्रिक हिटर हुन्छ त्यो तातेर त्यहीँ चल्छ अनि हामीले गरेको काम फोकट। इलेक्ट्रिक गिजरलाई खाली अवस्थामा चलाउनु हुँदैन। अब हामीले जब यसलाई चाहिँ अन गर्छौँ गिजरमा एउटा सेलेक्टर स्विच हुन्छ, कतिको तातो राख्ने त पानी है त्यसलाई चाहिँ हामीले सेट गर्ने कति डिग्रीमा राख्ने, 30 डिग्रीमा राख्ने कि 35 मा राख्ने कि 40 मा राख्ने कि कति तातो चाहियो हामीलाई। 40 डिग्री भन्दा माथिको तातो पानी त हामीले सक्दैनौँ होइन, मिक्स गरेर चलाउने हो भनेदेखि 40 भन्दा माथि राख्न सक्छ है। पाइपलाइन राम्रोसँग चेक जाँच गर्ने, कतै लिकेज हुनु भएन। जुन हामीले जब तातो पानी थाप्नुभन्दा अगाडिसम्मको प्रक्रिया भनेको के हुन्छ त, पाइपलाइनबाट कुनै लिकेज छ कि छैन त्यो चेक गर्न। त्यो लिकेज छ भने त्यसलाई चाहिँ फेरि इनलेटको भल्भ नै बन्द गरेर चाहिँ पाइपलाइनको हामीले चेक गर्नुपर्ने हुन्छ। पानी खोलेर चेक गर्ने। अब कतिवटा आएको छ पानी गिजरले कतिवटा काम गर्यो, सिलिन्डर स्विचले देखाएको अनुसारले तातो त्यसमा सावधानी अपनाउनु पर्ने कुराहरू के छ भन्दाखेरि जब हामीले इलेक्ट्रिक गिजर प्रयोग गर्छौँ सबैभन्दा बिर्सिनै नहुने कुरा चाहिँ के हो, गिजर खाली अवस्था भएन। जब गिजर अन गराएको छौँ भनेदेखि त्यसमा पानी छ कि छैन त्यो चाहिँ हामीलाई कन्फर्म हुनुपर्छ है। इलेक्ट्रिक गिजर खाली हुनु भएन, त्यो भयो भने गिजरको गिजर नै गर्छ। सेफ्टी भएर काम गरे नगरेको चेक गर्ने जुन पाइपलाइनमा गिजरमै जब दिन्छौँ गिजरमा नै सेट भएर आएको हुन्छ, त्यसले काम गरे नगरेको चेक गर्ने। गिजरमा अर्थिङ प्रणाली जडान गर्नुपर्छ।